नमस्ते सम्पूर्णमा। आज हाम्रो मनी म्याग्नेटको सेकेन्ड डे र पहिलो सेसनमा छौँ हामी। र हामीले हिजो ल अफ एट्र्याक्सन, ल अफ भाइब्रेसन र ल अफ अफर्मेसनको कुराहरू पढ्यौँ र हामीले त्यसलाई प्र्याक्टिस पनि गर्यौँ। यो चिजले कसरी काम गर्छ भन्ने कुरालाई पनि सिक्यौँ र मेडिटेसन पनि गर्यौँ। र आजको हाम्रो टपिक छ ल अफ म्यानिफेस्टेसन। म्यानिफेस्टेसन भनेको के त? म्यानिफेस्टेसनले कसरी काम गर्छ? म कुनै चिज म्यानिफेस्ट गरिरहेको छु, तर म म्यानिफेस्ट गर्नुभन्दा पहिला म त्यो चिजको लागि तयार छु या छैन। फर इक्जाम्पल, हामी मनी म्याग्नेटको क्लासमा छौँ। तपाईँ युनिभर्ससँग कनेक्टेड हुने दिशामा हुनुहुन्छ के को लागि? मनी एट्र्याक्ट गर्नको लागि। तपाईँ भित्रको आत्मबल समृद्ध बनाउनको लागि। के तपाईहरू आफ्नो मन भित्रबाट आफूलाई धनलाई आकर्षित गर्ने सोचमा अथवा तपाईहरू मेन्टली रूपमा प्रिपेयर हुनुहुन्छ या हुँदैन? यो चिजले फरक पार्छ। यदि तपाईलाई लाग्छ यो चिज के हो अथवा यो चिजले गर्छ या गर्दैन, तपाई कुनै पनि दुविधामा हुनुहुन्छ, शंकामा हुनुहुन्छ भने जीवनको सबैभन्दा ठूलो बाधक भनेको नै त्यही चिज हो जसले तपाईलाई सफलता, खुशी, धन, कुनै पनि चिज एट्र्याक्ट गर्न बाधा बनिरहेछ। म्यानिफेस्टेसन भनेको ब्लुप्रिन्ट हो लाइफको। जबसम्म हामीमा कुनै स्पष्टता हुँदैन, के को स्पष्टता? म चाहन्छु कुनै कुरा, तर मेरो चाहना कहिलेसम्म हो त? मेरो आफ्नो म कुनै चिजको म्यानिफेस्ट गरिरहेको छु र त्यो चिज कहिलेसम्म चाहियो। फर इक्जाम्पल, म जबको खोजीमा छु, मतलब मलाई अत्यावश्यक जबको आवश्यकता छ। किनकि मलाई पैसा चाहिएको छ, अथवा म फाइनेन्सियली स्ट्रङ हुन चाहन्छु, मलाई जब चाहिएको छ। यसको मतलब मलाई छिटो भन्दा छिटो जब चाहिएको छ। मलाई विदिन 1 month भित्र जब चाहिएको छ। तपाईमा क्ल्यारिटी हुनुपर्छ। मन भित्रबाट भावना पैदा गरेर जब तपाई म्यानिफेस्ट गर्नुहुन्छ भने बल्ल त्यो चिजले एउटा भाइब्रेसनको रूपमा काम गर्छ, एनर्जीको रूपमा काम गर्छ। पोजिटिभ इमोसन क्रिएट गरेर जब हामी कुनै पनि चिज एक्सनको रूपमा परिणत गर्छौं, आफूले आफूलाई इन्स्पायर गर्छौं, एक स्टेप अगाडि बढ्छौं, तब त्यो चिजले के गर्छ त? एट्र्याक्ट गर्ने गर्छ। कुनै पनि चिज एट्र्याक्ट गर्छ। कुनै पनि चिजको समय सीमा हुन्छ। म 10,000 कमाउँछु, युनिभर्सले के गर्छ? मलाई 30%, 40% इन्क्रिज गर्न सक्छ, न कि 1000 टाइम्स इन्क्रिज गर्न सक्छ। म कुन अवस्थामा छु, म कुन लेभलमा छु, म त्यो लेभललाई इन्क्रिज गर्ने हो। फर इक्जाम्पल, तपाई जब गर्नुहुन्छ 10,000 को, तपाई त्यसलाई 30%, त्यसपछि 30% जब मल्टिप्लाई गर्दै जानुहुन्छ, 1 month, 3 month, 6 month, 1 year, 2 year, 5 years, तपाई बल्ल 2 लाख, 5 लाख को क्यापेबल हुन सक्नुहुन्छ। न कि तपाई आज 10,000 बाट 5 लाख को म्यानिफेस्ट गर्नुहुन्छ भने त्यसले काम गर्दैन। हामी कुनै पनि चिज, सफलता, मनी एट्र्याक्ट गर्न सक्छौं, तर हामीमा के हुनु जरुरी छ? आत्मविश्वास हुनु जरुरी छ, क्ल्यारिटी हुनु जरुरी छ। म के चिज पाउन चाहिरहेको छु, म युनिभर्ससँग कुन चिज प्राथमिकता दिएर म एट्र्याक्ट गर्न खोजिरहेको छु। सबैभन्दा पहिला हामीलाई त्यो चिजको विश्वास हुनु पर्यो कि कुनै पनि चिज, यो चिजले के गर्छ, अथवा कुनै चिज प्रति विश्वासै गर्दैनौ
भने तपाईँ कुनै चिज विश्वास नै गर्नुहुन्न भने युनिभर्सले के भन्छ? यो मान्छेलाई कुनै चिज विश्वास नै छैन भने मतलब यो मान्छेलाई आवश्यकता छैन। हामीमा कुनै पनि चिज प्रतिको नकारात्मक धारणा हुनु भएन। हाम्रो शब्दकोशमा नेगेटिभ थट, नेगेटिभ कुराहरू, नेगेटिभ भावनाहरू, कुनै पनि चिज नेगेटिभ हुनै भएन। तपाईँ जस्तो सुकै एनर्जीमा बस्नुहोस्, तर जब विचार नेगेटिभ पैदा हुन्छ, जब हामी एनी टाइम त्यो चिजलाई नेगेटिभली अगाडि लिएर जान्छौँ, तब त्यो चिजले राम्रोसँग काम गर्न सक्दैन। लाइफको उद्देश्य के त हाम्रो? हामी के चाहिरहेछौँ? वास्तवमा त्यो के को लागि चाहिरहेछौँ जसको क्ल्यारिटी हुनु जरुरी छ। 95% हाम्रो सबकन्सियसले काम गर्छ, न कि कन्सियस माइन्ड। 5 to 10% कन्सियस माइन्डले काम गर्छ। हामीले सबैभन्दा पहिला नेगेटिभ विचार पैदा गर्नबाट हामी टाढा बस्नुपर्छ। सबैभन्दा नेगेटिभ विचार कहाँ हुन्छ? पैसाको बारेमा नेगेटिभ थट। ब्लकेज कहाँबाट हुन्छ? पैसालाई हामी नेगेटिभ रूपले हेर्छौँ। तपाईसँग 5 रुपियाँ छ, 10 रुपियाँ छ, 20 रुपियाँ, 100 रुपियाँ, 500, 1000, कुनै पनि पैसा हो। किनकि 1 रुपियाँ जम्मा हुँदा हुँदै 5, 10, 20, 50, 100, 500, 1000 हुन्छ, न कि एकैचोटि 1000। हरेक रुपियाँलाई तपाईले सम्बोधन गर्न सिक्नुहोस्। हरेक पैसालाई तपाईँ माया गर्न सिक्नुहोस्। हरेक पैसाको तपाईँ स्पर्श गर्न सिक्नुहोस्। हरेक पैसाको तपाईँ स्वाद लिन सिक्नुहोस्, गन्ध पहिचान गर्न सिक्नुहोस्। किनकि जब तपाईँ त्यो चिज एट्र्याक्ट गर्नुहुन्छ, त्यसले तपाईलाई काम गर्छ। तपाईलाई के चाहिरहनु भएको छ? तपाईँ चिज एउटा चाहिरहनु भएको छ, तर आकर्षित अर्को चिज गरिरहनु भएको छ। मलाई पैसा चाहियो, तर म हिँड्दैछु, यो मान्छेले खराब गरेर पैसा कमायो, त्यसले यसो गर्यो, त्यसले यसो गर्यो। हामी जुन वेमा गइरहेछौँ त्यो नै गलत। धनी मान्छे फटाओ, यसले लुटेको, चोरेको, जस्तो सुकै गरी कसैले पैसा कमाओस्, उसको उद्देश्य पैसा थियो, कमायो। किनकि उसमा क्ल्यारिटी छ, मेरो उद्देश्य पैसा कमाउनु हो। म गरिब सोसाइटीबाट आएँ या त फ्यामिलीबाट आएँ, अथवा मसँग त्यो लेभलको ज्ञान छैन, अथवा मसँग त्यो लेभलको सोच छैन। यी सबै कुराहरू हामी भित्रका कमजोरीहरू हुन्। हाम्रो सबकन्सियस माइन्डमा त्यही चिज राखेर बसेका छौँ र त्यो चिज हामीबाट प्रस्फुटित भइरहेछ। जबसम्म हामीले त्यो नेगेटिभ विचार, कुनै पनि चिज छिटो आकर्षित गर्न खोजिरहेछौँ, मतलब त्यो चिजलाई बारम्बार रिपिट इमेजिन गर्नुहोस्, कल्पना गर्नुहोस्, रमाउन सिक्नुहोस् त्यसमा। जबसम्म हामीले त्यो चिजलाई, ब्लकेजलाई खुलाउँदैनौँ, तबसम्म त्यो चिजले काम गर्दैन। मसँग पैसा छैन या मसँग यस्तो उस्तो, हामी त्यो नेगेटिभ थटलाई नै रिमुभ गर्नु जरुरी छ। पैसा छैन हैन, पैसा छ। कोही व्यक्ति तपाईकोमा आउनुभयो र पैसा सापट्टि माग्नुभयो, मसँग पैसा छैन हैन। तपाईले मनलाई ढुक्कसँग भन्नुहोस्, मसँग पैसा छ, र अपोनेन्टलाई भन्नुहोस्, तपाईलाई दिनको लागि मसँग पैसा छैन। मसँग पैसा छैन हैन, तपाईलाई दिनको लागि मसँग अहिले पैसा छैन। मतलब मसँग पैसा छ, तर तपाईलाई दिनको लागि हैन। त्यो चिजलाई तपाईले मिलाएर भन्न सक्नुहुन्छ। किनकि हामीमा पैसा प्रतिको नकारात्मक धारणा चाहिँ हुनु भएन।
हामी प्र्याक्टिस गरौँ 1 मिनेट मनी ब्लकेज खोल्नको लागि तयार हुनुहुन्छ तपाईहरु प्र्याक्टिस गरौँ किनकि यो हरेक दिनमा हामीले प्र्याक्टिस गर्ने चीज हो जुन चीज म तपाईहरुलाई सिकाइरहेको छु नि यो चीज तपाईहरुले आफ्नो डेली लाइफमा प्र्याक्टिस गर्ने हो जुन चीज म तपाईहरुलाई हिजो आज सिकाइरहेको छु यो चीज कन्टिन्यू रूपमा हामीले हाम्रो लक्ष्य प्राप्तिको लागि अगाडि बढाउने हो हाम्रो उद्देश्य मिशन क्लियर हुनु छ म पैसा आकर्षित गर्न चाहन्छु बस अब हामी सबैजना आँखा बन्द गर्नुहोस् हात रगड्नुहोस् लामो गहिरो 3 चोटी सास लिऊ रिल्याक्स फेजमा बस्नुहोस् जहाँ बस्नु भएको छ जस्तो अवस्थामा बस्नु भएको छ सबै कुरा बिर्सिदिनुहोस् आज दिनभरिको थकान आज दिनभरिको संघर्ष दिनभरिको झगडा दिनभरिको मितास दिनभरिको खुशी सम्पूर्ण चीजलाई बिर्सिएर हामी अब हाम्रो सबकन्सियसमा कन्सियसमा भएका मनीका नेगेटिभ थटहरूलाई ब्लकेजहरूलाई खुलाउने प्रयास गर्छौं म भन्दै जान्छु तपाईहरु त्यो चीजलाई महसुस गर्दै जानुहोस् र बिस्तारै बिस्तारै त्यो चीजलाई रिमुभ गर्ने प्रयास गर्नुहोस् आफुलाई मन भित्रबाट एकदमै संसारमा पहिलो चोटी मन भित्रबाट त्यो खुशी पैदा गर्नुहोस् किनकि तपाई एउटा मनी ब्लकेजलाई खोल्दै हुनुहुन्छ मतलब हाम्रो दिन आजबाट मनी प्रतिको नकारात्मक धारणा र मनी प्रतिको ब्लकेजलाई खोल्दै छौं हामी गहिरो गहिरो सास लिनुस् मन भित्रबाट एकदमै खुशी प्रकट गर्नुस् आफूले आफूलाई फुल रिल्याक्स तरिकाबाट छोड्नुस् म अगाडि जान्छु मैले भनेको कुरालाई महसुस गर्नु होला कल्पना गर्नुस् तपाईको मस्तिष्कको गहिरो कुनामा एउटा सानो पुरानो आवाज छ तिमी सक्दैनौ तिमी योग्य छैनौ तिमी धनको लागि योग्य पात्र हैनौ अब त्यो आवाजलाई एउटा कालो धुवाको रूपमा हेर्नुहोस् र भन्नुहोस् म अब यो विश्वासलाई प्रेम पूर्वक विदा गरिरहेछु त्यो धुवा विस्तारै विस्तारै तपाईको मस्तिष्कको सानो कुनाबाट निस्किँदैछ बिस्तारै बिस्तारै म आफूलाई यो विश्वास पूर्वक त्यो नेगेटिभ थटलाई धुवालाई विदा गरिरहेछु म आफूलाई सम्पन्न योग्य र शक्ति सम्पन्न देखिरहेको छु गहिरो सास लिनुस् र त्यो कालो नकारात्मक ऊर्जालाई बिस्तारै तपाईले रिलिज गर्न सुरु गर्नुस् इमेजिन गर्नुस् त्यो कुनाबाट त्यो अँध्यारो धुवा हाम्रो माझबाट बिस्तारै बाहिर गइरहेछ फेरि रिपिट गर्नुस् गहिरो सास लिनुस् र त्यो नकारात्मक ऊर्जा त्यो एउटा कालो धुवाको स्वरूप तपाईको माइन्डबाट सबकन्सियस माइन्डबाट कन्सियस माइन्डबाट बिस्तारै बिस्तारै बाहिर गइरहेछ आफूलाई एकदमै ह्याप्पी फिल गर्नुस् एकदमै मन भित्रबाट खुशी प्रकट गर्नुस् किनकि हामी भित्रको त्यो कालो धुवा नेगेटिभ एनर्जी हामीबाट रिमुभ भइसकेछ अब हामी रिमुभ भइसकेको त्यो स्पेसमा जहाँ त्यो नेगेटिभ एनर्जी थियो अब त्यो नेगेटिभ एनर्जीमा नयाँ एनर्जी लगाउँदै छौं म धनको लागि योग्य पात्र हुँ म मेरा पुराना विश्वासहरूलाई मेरा नकारात्मक ऊर्जाहरूलाई आजबाट सदाको लागि विदा गरिरहेछु
म अब सम्पूर्ण युनिभर्ससँग समृद्धिको लयमा छु। म धनको एउटा प्रिय पात्र हुँ। म मेरा पुराना विश्वासहरू, नेगेटिभ एनर्जीहरूलाई टोटल्ली रिमुभ गरिसकेँ र म अब सम्पूर्ण रूपबाट युनिभर्ससँग समृद्धिको लयमा छु। म एउटा मनी म्याग्नेटको रूपमा छु। म सम्पूर्ण खुसीहरू, म सम्पूर्ण सफलताहरू आकर्षित गरिरहेछु। म भित्र केवल अब पोजिटिभ एनर्जी मात्र छ। म आफूलाई सम्पन्न, योग्य र शक्ति सम्पन्न देखिरहेको छु। म भित्र सम्पूर्ण किसिमबाट एउटा ऊर्जा, नयाँ ऊर्जा जागृत भइरहेछ, जुन ऊर्जाले मेरो पैतालादेखि बिस्तारै माथि सर्दै सर्दै सम्पूर्ण शरीर सहित मेरो क्राउन चक्रसम्म आएर मलाई सम्पूर्ण रूपमा एनर्जाइज गरिसकेको छ र मेरो त्यो एनर्जी मेरो शिरबाट युनिभर्ससँग पूर्ण रूपमा कनेक्ट भइसकेको छ। म अब सम्पूर्ण युनिभर्ससँग समृद्धिको लयमा अगाडि बढिरहेको छु। ध्यान दिनुहोस्, अब तपाईको मन, विचार बदलिसकेको छ। तपाईको भविष्य बदलिसकेको छ। आज तपाईले त्यो फ्युचर तय गर्नुभएको छ। आजको दिनबाट, अहिलेबाट तपाई पूर्ण रूपमा धनको एउटा योग्य पात्र बनिसक्नु भएको छ। तपाई पूर्ण रूपमा युनिभर्ससँग कनेक्ट भइसक्नु भएको छ। ध्यान दिनुहोस्, तपाईको मन बदलिसकेको छ। तपाईको भविष्य बदलिसकेको छ र आजबाट तपाईले आफ्नो नयाँ फ्युचर तय गर्नुभएको छ। केवल तपाईमा सकारात्मक ऊर्जा छ, केवल तपाईमा सकारात्मक विचार छ, केवल तपाईमा सम्पूर्ण सकारात्मक एनर्जी छ, जुन एनर्जी युनिभर्ससँग डाइरेक्ट कनेक्ट भएको छ। धन्यवाद युनिभर्स, जसले मलाई यो योग्य पात्रको रूपमा स्वीकार गरेर मलाई पहिलो पात्रको रूपमा स्वीकार गर्नुभएकोमा। सम्पूर्ण गुरुहरू जसले मलाई यो मार्गमा जाने शक्ति दिनुभएकोमा र सम्पूर्ण सहयोगी हातहरू जसले मेरो जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मलाई सहयोग गरेर मेरो जीवनमा सुख, शान्ति र समृद्धि प्राप्तिको मार्गमा मलाई सहयोग गरेकोमा थ्याङ्क यू युनिभर्स, थ्याङ्क यू। म जुन एनर्जीमा बसेको छु, म जुन वास्तु पुरुषमा बसेको छु, जुन एनर्जी मेरो शरीरबाट सम्पूर्ण 33 देवी देवता र 12 राक्षस गणहरूलाई सम्पूर्णलाई धन्यवाद दिनुस्। वास्तु पुरुषलाई धन्यवाद दिनुस्, जसले हामीलाई हरदम हाम्रो सफलताको लागि हरेक दिन पहिलो सूर्यको किरणसँगै हाम्रो सफलताको लागि हामीलाई हरदम, हर मिनेट, हर सेकेन्ड सहयोग गरिरहनु भएको छ। थ्याङ्क यू सम्पूर्ण एनर्जीहरूलाई धन्यवाद युनिभर्स, धन्यवाद धरती माता। हाम्रो हरेक दिनको हरेक पाइलाले हाम्रो जीवनमा सकारात्मक ऊर्जा र सकारात्मक एनर्जी प्रदान गरेकोमा
हाम्रो हरेक दिनको पहिलो पाइला सफलताको लागि अगाडि बढेकोमा धन्यवाद। थ्याङ्क यू युनिभर्स, थ्याङ्क यू। हामी पूर्ण रूपमा पोजिटिभ विचार सहित आफूलाई एनर्जाइज गरिसकेका छौं। मनबाट एक किसिमको खुसी पैदा गर्नुहोस्, एक किसिमको एनर्जी पैदा गर्नुहोस् र बिस्तारै हात रगड्नुहोस् र आफूले आफूलाई स्पर्श गर्नुहोस् र दुईटा हात आँखामा स्पर्श गर्नुहोस् र धन्यवाद दिनुहोस् र आफ्नो एनर्जी लेभललाई एकचोटि राम्रोसँग चेक गर्नुहोस्। तपाईँ भित्र कुन लेभलको पोजिटिभ एनर्जी जागृत भएको छ। बिस्तारै सबैजना आँखा खोल्नुहोस्। र बिस्तारै लगभग सबैजना क्यामेरामा आउनुहोस्। हामी ल अफ एट्र्याक्सन, ल अफ भाइब्रेसन, ल अफ अफर्मेसन र ल अफ म्यानिफेस्टेसन 4वटा लेयरमा गयौं र यो भित्र यसलाई कसरी अर्पण गर्ने, हामीले कसरी स्वीकार गर्ने, त्यो चीजको हामीले प्र्याक्टिस पनि गर्यौं र आजबाट हामीले हाम्रो कुनै विचारको अन्तर कुन्तरमा रहेको नेगेटिभ एनर्जीको त्यो कालो धुवालाई पनि रिमुभ गर्यौं र आजबाट हामी पूर्ण रूपमा पोजिटिभ एनर्जीको रूपमा अगाडि बढेका छौं। त्यो एनर्जी सधैँभरिको लागि हामीसँगै रहनु जरुरी छ, किनकि अब हामी सम्पूर्ण रूपबाट आफूले आफूलाई मनी आकर्षित गर्ने, सफलता आकर्षित गर्ने वेमा यात्रा सुरु गरिसकेका छौं। सबैभन्दा पहिला हामी सबकन्सियस माइन्ड, हाम्रो सबकन्सियस माइन्डलाई सम्पूर्ण चीजबाट पोजिटिभ एनर्जीमा अलाइन गर्नु जरुरी छ। सर्वप्रथम हामीमा पैदा हुने भनेको विचार हो, याद गर्नुहोस्। सर्वप्रथम हाम्रो के हुन्छ, विचार पैदा हुन्छ, त्यसपछि भावनामा परिणत हुन्छ र व्यवहारमा कन्भर्ट हुन्छ र त्यसले हामीलाई प्राप्ति दिन्छ। यो जुन 4वटा लेयरहरू छ, जसलाई ल अफ एट्र्याक्सन, ल अफ भाइब्रेसन, ल अफ अफर्मेसन र ल अफ म्यानिफेस्टेसन भनिन्छ, जुन एउटा क्रिएसनको साइकल हो। विचार पैदा हुन्छ। फर इक्जाम्पल, हामी बाटोमा हिँडिरहेछौँ, कोही एकजना माग्ने व्यक्तिले हामीसँग पैसा माग्नुभयो, फटक से विचार आउँछ र मनमा भावना पैदा हुन्छ। तपाईलाई भावना कस्तो पैदा हुन्छ कि त्यो मान्छेलाई दिने भावना पैदा हुन्छ या त नदिने, र एक्सनमा, व्यवहारमा परिणत हुन्छ। अब यदि त्यो एनर्जीसँग तपाईँ अलाइन हुनुहुन्छ भने तपाईँ उसलाई पैसा गोजीबाट झिकेर दिनुहुन्छ। यदि भएन भने हामी उसलाई पैसा झिकेर दिँदैनौँ। मतलब फटक से एकैछिनमा हाम्रो त्यो चिजले ट्रिगर गर्न थाल्छ। सर्वप्रथम त हामीले जिन्दगीमा भुल्नै नहुने कुरा, धन्यवाद दिन कदापि नभुल्नुहोस्। हामी बिहान उठ्छौँ, हामी बेलुका सुत्छौँ, भोलिको सुनौलो दिन कल्पना गरेर, तर हामी विश्वासमा सुतिरहेको हुन्छौँ। कसैलाई थाहा नै छैन म कतिखेर निदाएँ, कति बजे निदाएँ र कति बजे बिउजेँ, र त्यो बीचको अन्तरालमा म कुन दुनियाँमा थिएँ आजसम्म कसैले पत्ता लगाएकै छैन। र त्यो दुनियाँमा, त्यो अवस्थामा, हामी सुतेर उठ्ने अवस्थामा पनि हाम्रा सम्पूर्ण इन्द्रियहरूले काम गरिरहेको हुन्छ। मतलब हाम्रो सबकन्सियस माइन्ड अझै पनि हामीलाई हाम्रो
हामी सास फेरिरहेको हुन्छौँ, एभ्रिथिङ, हाम्रो मुटु चलिरहेको हुन्छ, हाम्रो फोक्सो चलिरहेको हुन्छ, हाम्रो किडनी चलिरहेको हुन्छ, एभ्रिथिङ हाम्रो चलिरहेको हुन्छ। किनकि हामीलाई त थाहा हुँदैन, हामी गहिरो निन्द्रामा हुन्छौँ। द सबकन्सियस माइन्डले हामीलाई अपरेट गरिरहेको हुन्छ। त्यो भएर सर्वप्रथम हामीले हाम्रो सबकन्सियस माइन्डलाई क्र्यास गर्नु जरुरी छ। हामी कुनै उद्देश्य प्राप्तिको लागि हामीमा क्ल्यारिटी हुनु जरुरी छ। हाम्रो दिमाग एकदमै पावरफुल चिज हो। हेर्नु, संसारमा मनुष्य मात्र यस्तो पावरफुल प्राणी हो जसमा विवेक हुन्छ। अरु कसैमा पनि हुँदैन विवेक, अरुमा केवल भावना हुन्छ। जनावरहरुमा भावना हुन्छ, विवेक हुँदैन। एउटा मान्छे मात्रै हो त्यसमा विवेक हुन्छ। र मान्छे संसारको सबैभन्दा सर्वश्रेष्ठ प्राणी कहलिएको छ। ब्रह्माले मनुष्यको उत्पत्ति गर्दा नै त्यो शक्ति दिएर पठाउनु भएको थियो। र जब मान्छेहरूले अपचलन गरेर आफ्नो स्वार्थको लागि प्रयोग गरे, त्यसपछि ब्रह्माले अब मनुष्यहरूले आफ्नो एनर्जीलाई बढी उपयोग गरेर स्वार्थमा लगाउन थाले भनिसकेपछि त्यो चीज सबकन्सियस माइन्डको रूपमा हामीलाई नै दिएर जानुभयो। तर त्यो चीज हामीले पत्ता लगाउन सकेनौं, जसको कारणले गर्दा हामीले प्राप्त गर्न खोजेको चीज बिहान घरबाट दिनभरि भौतारिन्छौं, फेरि घरमा आउँछौं, फेरि जान्छौं, फेरि आउँछौं। जिन्दगी भरि उद्देश्य प्राप्तिको लागि लडिरहन्छौं, र पनि उद्देश्य के हो भन्ने कुरामा हामी अगाडि बढ्दैनौं। किनकि हामीले जुन एनर्जी प्रयोग गरिरहेछौं त्यो सबकन्सियस माइन्डमा हामीले त्यो एनर्जीलाई राख्न सक्यौं भने हाम्रो विश छिटो पूरा हुन्छ, छिटो म्यानिफेस्ट हुन्छ। मतलब सबकन्सियस माइन्ड भनेको त्यो सम्पूर्ण चीजहरू प्राप्त गर्नको लागि योग्य छ, जसले 95% हाम्रो सम्पूर्ण म्यानिफेस्टेसन, ल अफ एट्र्याक्सन, ल अफ भाइब्रेसन, ल अफ अफर्मेसन र म्यानिफेस्टेसनका कुराहरूलाई प्राप्त गर्न हामीलाई सहयोग गर्छ। मतलब हाम्रो जीवनको जति पनि उद्देश्यहरू छ, जे पनि चीजहरू छ, हामी सबकन्सियस माइन्डलाई जब प्रोग्रामिङ गर्न सुरु गर्छौं तब हामीले उद्देश्य प्राप्त गर्छौं। अब सबकन्सियस माइन्ड प्रोग्रामिङ कसरी गरिन्छ त? सबकन्सियस माइन्ड प्रोग्रामिङ कुन तरिकाबाट गर्ने, के गरी गर्ने? सबैभन्दा पहिला हाम्रो जिन्दगीको लक्ष्य के हो? के हो त हाम्रो लक्ष्य? वास्तवमा बिहानदेखि बेलुका भौतारिरहेछौं एउटा चीजको लागि। लक्ष्य अलग छ, बाटो अलग छ। हाम्रो लक्ष्यको पहिचान सबैभन्दा ठूलो कुरा। लक्ष्य प्राप्ति गर्नको लागि तपाई भित्र कुन क्वालिटी छ, कुन त्यस्तो चीज छ हामीसँग जुन प्राप्त गर्नको लागि हामी प्रयास गरिरहेछौं। हरेक व्यक्तिमा अलग किसिमको खुबी हुन्छ, अलग किसिमको लिडरशिप क्वालिटी हुन्छ। हरेक व्यक्तिभित्र एकदमै विशिष्ट प्रकृतिको गुण हुन्छ। त्यो गुणलाई बुझ्न सक्नु हाम्रो एउटा जुन योग्यताको लागि जुन क्वालिटी सोर्स अफ लाइफ जब हामी पत्ता लगाउन सक्छौं र त्यसलाई एक्सनको रूपमा परिणत गर्छौं, हामी भित्रको त्यो ताकत,
त्यो क्वालिटी र हामीले कुन कुरा प्राप्त गर्न खोजिरहेछौँ त्यो चीज भित्रको स्पष्टता जब क्लियर गर्न सक्छौँ र यो चीज भित्र बसेर हामीले त्यो चीजलाई प्राप्त गर्न सक्छौँ भने त्यो चीजले हाम्रो विश छिटो फुलफिल गर्छ। हरेक व्यक्ति भित्र अलग अलग प्रकृतिको गुणहरू छ। म कुन प्रकृतिको